2032 भित्र नै कलियुगको अन्त सम्भावना छैन। आदरणीय महानुभाव, तपाईहरु सबैजना आजको प्रसंग अन्तिमसम्म सुनिदिनु होला। अत्यन्त महत्त्वपूर्ण प्रसंग छ, तपाईहरुको लागि एकदम उत्साहप्रद रहेको छ। तपाईहरुको मनमा चाहिँ ओहो ला 2032 भित्र साँच्चै कलियुगको अन्त नै हुन्छ कि भनेर एक किसिमको तपाईहरुमा जुन डर थियो नि, आज त्यो डरलाई म नितान्त उन्मूलन गर्न जाँदैछु, निकाल्न जाँदैछु। आज म तपाईहरुलाई यो नयाँ अपडेट, एकदम उत्साहजनक अपडेटका साथमा म आएको छु। आदरणीय महानुभाव, तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्टमा जय श्री राधे 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 लेखिदिनु होला। हाम्रो यो दिव्य सत्संगमा यहाँहरु सबैलाई स्वागत गर्न चाहन्छु। यदि यो हाम्रो अद्भुत च्यानल सब्स्क्राइब गरिसक्नु भएको छैन भने तुरन्त सब्स्क्राइब गरिदिनु होला, घण्टी दबाइदिनु होला। आजको प्रसंग अत्यन्तै महत्त्वपूर्ण प्रसंग छ, अन्तिमसम्म सुनिदिनु होला, ध्यान दिएर सुनिदिनु होला, स्किप नगरिदिनु होला। शास्त्रको कुरा आदि सुन्यो भनेदेखि पाप लाग्न सक्छ, अर्थात् हामीहरुले अर्ध ज्ञान बुझ्न सक्छौं, त्यसकारण अर्ध ज्ञान भयावह हुन्छ। 2032 भित्र कलियुगको अन्त हुने सम्भावना छैन। आजकल भविष्यमालिकाको नाममा धेरै यस्ता भिडियोजहरु बनिरहेका छन् युट्युबतिर। ठीक छ, भिडियोज बनाउन पाइन्छ, मैले बनाउन पाइँदैन भन्न खोजेको पनि होइन। एउटा गम्भीर कुरो, मैले एउटा गुप्त कुरो के पत्ता लगाएँ भन्दाखेरि ओरिजिनल भविष्यमालिकाको जुन प्रसंग छ, जुन भविष्यवाणी छ, त्यो मानिसहरुलाई अहिले थाहा नै छैन। युट्युबतिर जुन अहिले जुन चलिरहेको भिडियोजहरु छ, जुन भाइरल भइरहेका जुन प्रसंगहरु छन्, त्यो चाहिँ डुप्लिकेट भविष्यमालिकाको हो है, त्यो ओरिजिनल भविष्यमालिकाको भविष्यवाणी होइन भन्ने कुरा मैले थाहा पाएको छु। तपाईहरुले कतिको यो कुरा सुनिरहनु भएको छ, तपाईहरु आफै विचार गर्नु होला। र त्यो साधारण मानिसहरुको जस्तै पब्लिकहरुको पहुँचबाट धेरै पर छ, गुप्त रूपमा राखिएको छ भन्ने प्रसंग मैले सुनेको छु। र जुन अहिले जुन भविष्यमालिकाको जुन हामीहरुले भविष्यवाणी सुनिरहेका छौं, त्यसमा केही फेरबदल गरेर अदलबदल गरेर बताइएको हो भन्ने प्रसंग पनि मैले सुनेको छु। अब यसलाई शास्त्रबाट बुझ्ने कोसिस गरौँ त। 2032 भित्र नै कलियुगको अन्त हुन्छ हुँदैन। अब हाम्रो शास्त्रमा के बताइएको छ, यति बेला मैले तपाईलाई देवी पुराणबाट बताउन जाँदैछु है। देवी पुराण अनुसार 2032 भित्र कलियुगको अन्तको कुनै संकेत छैन। अघि नै भने ओरिजिनल भविष्यमालिका जुन अच्युतानन्द दासजी महाराज र साथसाथै उहाँका 4 जना शाखाहरू मिलेर जुन लेख्नु भएको छ, त्यो सही हो, त्यो गलत छैन, एकदम सही हो, एकदम सही हो। त्यहाँ लेखिएको छ कि 7 दिनसम्म धरतीमा सूर्यको प्रकाश प्राप्त हुने छैन, अर्थात् धरतीवासीले सूर्यको प्रकाश देख्न पाउने छैन, त्यो पनि सही हो, एकदम सही हो। धरतीमा अनेक किसिमका रोग व्याध महामारीहरू फैलिनेछन्, त्यो पनि एकदमै सही हो। धरतीमा पुरा भयानक युद्ध हुनेछ भन्ने जुन वर्णन गरिएको छ, त्यो पनि सही हो। ओरिजिनल भविष्यमालिकामा लेखिएका कुराहरू सबै सही छन्। तर यहाँ टाइमको कुरो छ आदरणीय महानुभाव हैन। अहिले जुन युट्युबमा एकदम सबैले जुन बताइरहेको जुन भविष्यमालिका छ, त्यो भविष्यमालिकामा टाइमै लेखिएको छ कि 2027 भित्र, कसैले 2028 भित्र, कसैले 2030 भित्र, कसैले 2032 भित्र भनेर त्यो जुन किटानै गरेर जुन भन्ने गरिएको छ, त्यो चाहिँ भने ओरिजिनल भविष्यमालिकामा अर्कै लेखिएको छ। समयको कुरो यहाँ भनिएको छैन। आदरणीय, सर्वप्रथम तपाईले यो कुरा बुझ्नु होला, 2032 भित्र नै अन्त हुन्छ भनेर समय उल्लेख गरिएको छैन। हो, भविष्यवाणी छ, यस्तो हुनेछ उस्तो हुनेछ, जुन सबै कुरा बताइएको छ, तर समयको कुरो चाहिँ त्यो मिल्दैन। अब कहिले हुन्छ? हुन त अवश्य हुन्छ, 2032 भित्र नभए पनि कुनै न कुनै समय कालखण्डमा त्यो भएरै छाड्छ। त आदरणीय महानुभाव, अब 2032 भित्र कलियुगको अन्त हुन नसक्ने संकेत पुराणबाट पाउँदछौँ। हेर्नुहोस् है, भविष्य पुराणमा के बताइएको छ भन्दाखेरि जहिले पनि हामीहरूले वेद पुराणको प्रमाणलाई नै मान्नु। वेद पुराणको प्रमाण भनेको नै वास्तविक प्रमाण हो। तर अब हाम्रो शास्त्र पुराणमा के बताइएको छ भन्दा कलियुगको आयु 4,32,000 वर्ष। 4,32,000 वर्षमा अहिले भर्खर 5,000 वर्ष बितेको छ। अब अझै 4,27,000 वर्षको समय बाँकी छ। त्यसकारणले गर्दाखेरि पनि कलियुगको आयु अझै पनि 4,27,000 वर्ष बाँकी नै छ। बल्ल 5,000 वर्ष बित्यो। अब अहिले हामीले भविष्यमालिकामा जुन सुनिरहेका छौँ, जुन युट्युबहरूमा, त्यहाँ के बताइएको छ भन्दाखेरि त्यही 13 इस्लाम देश र चाइना मिलेर भारतमा आक्रमण गर्नेछन् भनेर बताइएको छ। हो, त्यो लेखिएको छ, नलेखिएको होइन। तर त्यो कहिले हो? त्यो आक्रमण हुने अहिले हो कि वा त्यो 100 वर्षपछि हो कि 500 वर्षपछि हो कि लाख वर्षपछि हो कि कति 100 वर्षपछि हो? त्यो चाहिँ भने खुलाइएको छैन आदरणीय महानुभाव। ओरिजिनल भविष्यमालिकामा खुलाइएको छ, तर जुन अहिले जुन किताबमा, जुन अहिले बजारमा जुन आएको भविष्यमालिका भनेको, त्यो भनेको कसैले नक्कली भविष्यमालिका पनि भन्नुभएको छ, कसैले त्यो फर्जी भविष्यमालिका हो। त्यो वास्तविक भविष्यमालिका होइन, केवल एउटा किताब छापेर त्यो एउटा किताबको व्यापार गर्ने एउटा पोलिसी हो, अरू केही पनि होइन। ओरिजिनल भविष्यमालिकाको भविष्यवाणीलाई अंकुश लगाउने, अर्थात् ओरिजिनल भविष्यमालिकाको भविष्यवाणीलाई चाहिँ भनिन्छ नि बदनाम गर्ने एउटा त्यो एउटा चाहिँ कार्य हो भनेर पनि कतिपय महानुभावले भनिरहनु भएको छ। यसमा तपाईँ आफ्नो कमेन्ट दिनु होला है। हुनसक्छ म गलत पनि हुन सक्छु, मलाई पनि थाहा छैन, तर म पुराणबाट तपाईँहरूलाई बताउन जाँदैछु कि वास्तवमा के हो त। तपाईँहरू यसबाट अनुमान लगाउन सक्नुहुन्छ कि 2032 भित्रै कलियुगको अन्त हुन्छ हुँदैन भनेर। ध्यान दिएर सुन्नुहोला, देवी भागवत पुराणमा बताइएको छ कलियुगको अन्त हुँदाखेरि के हुन्छ त। कलियुगको अन्त हुने बेलामा के हुन्छ? ध्यान दिएर सुन्नुहोस्। हस्त प्रमाणे वृक्षे च अंगुष्ठे चैव मानवे। हेर्नुहोस् है, अब यो श्लोकको अर्थ के हो? ध्यान दिएर सुन्नुहोस् है। जब कलियुगको अन्तको समय आउँछ रे, अन्तको समय आउँछ, त्यो बेला
वृक्षहरूको लम्बाइ वृक्षहरू कति अल्का हुन्छन् भन्दा यो हातको जुन लम्बाइ छ नि यो हात जति मात्रै हुन्छ अरे के रुखहरू यहाँभन्दा अग्ला हुँदैनन्। यही भनिएको छ शास्त्रमा। हस्त प्रमाणी वृक्ष छ अंगुष्ठे चैव मानवे। मनुष्यहरू चाहिँ अंगुष्ठे भनेको मनुष्य भनेको औंला जुन यो हाम्रो हातको औंला जति लामा छ नि हो यति मनुष्यको हाइट हुन्छ अरे कि भनेपछि तपाईँ आफै अनुमान लगाउन सक्नुहुन्छ कि अहिले हाम्रो हाइट यति भएको छ त। कलियुगको अहिले अन्त यदि आएकै हो भने हैन पुराण अनुसार त मेल खाएन। पुराणमा बताएको छु मैले अघि नै भने भविष्य पुराणमा के बताइएको छ भन्दाखेरि प्रमाण सधैँभरि वेद पुराणबाटै मान्नुस् है। हो भविष्यमा वक्ताहरू धेरै आउनुहुन्छ, धेरै भविष्यवाणी गर्नेहरू आउनुहुन्छ बीचबीचमा, तर सबैले गरेको भविष्यवाणी मिल्छ मिल्दैन त्यो ग्यारेन्टी छैन। तर पुराणले गरेको भविष्यवाणी 100% मिल्छ। पुराणको शास्त्रको जस्तै पुराणमा किन देवी भागवत पुराण त्यसपछि आएर भविष्य पुराण ब्रह्मवैवर्त पुराण यी सबै पुराणमा कलियुगको अन्त सम्बन्धी यथेष्ट वर्णन गरिएको छ, यथेष्ट भविष्यवाणी गरिएको छ। अनि त्यस समयमा के हुन्छ भन्दाखेरि त्यस समयमा विष्णु यस नामक ब्राह्मणको घरमा पुत्र रूपमा भगवान कल्की आउनु हुनेछ र श्री नारायणको कला अंशबाट उत्पन्न बल शक्तिहरूले श्रेष्ठ भगवान कल्की एक विशाल रथमा विशाल अश्व भनेको घोडामा आरूढ हुनेछ र आफ्नो विशाल तलवारले 3 रातमै हेर्नुहोस् है यहाँ त्यही बताइएको छ 3 रातमा आफ्नो विशाल तलवार लिएर 3 रातमा समस्त म्लेच्छहरूलाई समाप्त पारिदिनु हुनेछ। र त्यो बेला जुन बेला भगवान कल्की आउनु हुनेछ त्यो बेला यो संसारमा सबै म्लेच्छा हुनेछन् रे, सबै गाई खाने हुन्छन् रे। म्लेच्छा भनेको गाईको मांस खाने, सबै एकजना पनि बाँकी हुँदैनन् भनिएको छ। तर अहिले त त्यस्तो छैन। अहिले त भगवानका भक्तहरू हुनुहुन्छ। अहिले पनि गाईलाई पुज्ने हाम्रो नेपालमा गाई रक्षा गर्नु पर्यो भनेको धार्मिक एउटा चेतना अहिले अलि अझ बढिरहेको छ। मानिसहरूमा धार्मिक बन्नुपर्छ, भगवानको भक्ति गर्नुपर्छ। सबैतिर अहिले हरे कृष्ण महामन्त्र देश विदेश युरोप अमेरिका सबतिर अहिले हरे कृष्ण महामन्त्र फैलिरहेको छ। अहिले विदेशीहरू पनि हाम्रो सनातन धर्ममा आकृष्ट हुँदै गइरहेका छन् हैन। अब यतिसम्म कि साउदी अरब जस्तो देशमा पनि मुस्लिम देशहरूमा पनि हाम्रा सनातन धर्मका मठ मन्दिरहरू बनिरहेका छन्। बिस्तारै सनातन धर्मप्रतिको जागरुकता बढ्दैछ। अहिले सबै म्लेच्छा त भइसकेका छैन नि, बिस्तारै झन् हाम्रो सनातन धर्म भक्ति धर्म बढ्दैछ। त्यसकारणले गर्दाखेरि यो भविष्यवाणी अर्थात् देवी भागवतको भविष्यवाणीले के स्पष्ट बताएको छ भन्दाखेरि 2032 मै कलियुगको अन्त नहुने संकेत यहाँ देखिएको छ। बरु अहिले झन् मानिसहरूमा धार्मिक सोच बढिरहेको छ हैन। तर यहाँ भनिएको छ कल्की भगवान आउनु हुँदाखेरि त्यो बेलामा सबै म्लेच्छा हुनेछन् भनिएको छ। सब यो धरतीमा जति पनि जनसङ्ख्या त्यो बेला कति जनसङ्ख्या अरबौं जनसङ्ख्या होला ती सबै म्लेच्छा भनेको गोमांस खाने पाप कर्ममा रत रहने अलिकति पनि संसारमा धर्म कर्म केही पनि हुँदैन। अब यहाँ के बताइएको छ ध्यान दिएर सुन्नुहोस् है। कलियुगमा 20 वर्षमा मान्छेहरू बुढो हुनेछन् भनिएको छ। हेर्नुहोस् है 20 वर्षमा 8 वर्षकी युवती रजस्वला भएर गर्भधारण गर्न लाग्ने छिन्। कलियुगको अन्त चाहिँ कसरी हुन्छ रे भन्दाखेरि एकदम मोटा पिलरका धारा जत्रा पानी आकाशबाट बर्सिनेछ, सम्पूर्ण धरती जलमग्न हुनेछन्। 12 सूर्य उदाएको जस्तो 12 सूर्य नै उदाउने भनेर बताइएको छ। भन्न खोजेको त्यति गर्मी हुनेछ। अहिले एक सूर्यबाट यति गर्मी भइरहेछ भने 12 सूर्य उदाउँदा कति गर्मी हुन्छ। कलियुगको अन्त यसरी हुन्छ है। हेर्नु 6 दिनसम्म लगातार वर्षा हुनेछ। पिलर जत्रा पानी धरतीमा खस्नेछन् त्यत्रा फोरा। अनि त्यसपछि आएर 12 सूर्य उदाएको गर्मी हुनेछ र धरती सबै पटपट फुटेर प्रचण्ड तेजले सम्पूर्ण धरती नै अन्त हुनेछ अर्थात् कलियुगको अन्त हुनेछ र त्यसपछि सत्ययुगको प्रारम्भ हुनेछ भनेर बताइएको छ। पवित्र नदीहरू सबैजना आफ्नो धाममा जानुहुनेछ। पवित्र नदीहरूमा यमुना सरस्वती आदि पवित्र नदीहरू एउटा पनि पवित्र नदी हुँदैन। कलियुगको अन्तमा एउटा पनि पवित्र गङ्गाजी पनि जानुहुनेछ भनिएको छ। तर अब अहिले हेर्नुहोस् है अहिले नै कलियुगको अन्तको कुनै सङ्केत छैन किनकि अहिले पनि पवित्र नदीहरू हुनुहुन्छ। तर बताइएको छ यहाँ लेखिएको छ सबै पवित्र नदीहरू भगवानको धाम जानुहुन्छ। गङ्गा गोलोक वृन्दावन धाम जानुहुन्छ, यमुना पनि गोलोक वृन्दावन धाम जानुहुन्छ। जो जहाँबाट आउनुभएको सबै पवित्र नदीहरू भगवानको धामबाट आउनुभएको। कोही वैकुण्ठबाट आउनुभएको छ, कोही गोलोक वृन्दावन धामबाट। उहाँहरू सब मनुष्य रूप धारण गरेर त्यतै जानुहुन्छ। अब अहिले देवी गङ्गा अहिले पनि त्यत्तिकै बगिरहनु भएको छ त्यही प्रवाहमा। तपाईँ हामीहरू हरिद्वार जाउँ, तपाईँ हामीहरू नवद्वीप धाम जाउँ, तपाईँ हामीहरू जहाँ गङ्गा नदीको धारा बगिरहेको छ गङ्गा नदी उर्लिएर अझै पनि बगिरहनु भएको छ हो कि न। त अब के 2032 आउन कति बाँकी छ? 2032 आउन त अब धेरै छैन। अब 8 वर्षभित्र गङ्गा नदी सुक्नुहुन्छ होला त? यसो लगाउन पुराणमा बताइएको छ सब नदीहरू जानुहुनेछ, धाम फर्कनु हुनेछ। एउटा पनि नदी हुँदैन पवित्र नदी, एउटा पनि। नारायणी पनि हुनुहुन्न नेपालमा, जो नारायणी हुनुहुन्छ कालीगण्डकी हुनुहुन्छ उहाँहरू पनि हुनुहुन्न। उहाँहरू सब सुक्नु हुनेछ। सुक्नु भने उहाँहरू सब धाम जानुहुन्छ। धाम उहाँहरू देवी रूप धारण गरेर धाम जानुहुनेछ। त धरतीमा हुँदैन एउटा पनि नदी हुँदैन भनिएको छ। त अहिले त्यो त अवस्था आएको छैन कि अब के 8 वर्षभित्र कालीगण्डकी नदी सुक्नुहुन्छ होला, गङ्गा नदी सुक्नुहुन्छ होला। हेर्नुहोस् त तपाईँ नवद्वीप धाममा जानुहोस् त गङ्गा नदी कसरी कत्रो ठुलो भेलले बगिरहनु भएको छ। कति ठुलो भेल
हैन। यमुना नदी पनि बगिरहनु भएको छ अहिले वृन्दावनमा हामी देख्न सक्छौँ है। हो यमुना नदी अलि सानी भएर जानुभएको छ, तर यमुना नदी पनि बगिरहनु भएको छ। अनि दुईटा धाम बताइएको छ, कलियुगको अन्तमा दुईटा धाम छोडेर अरू सब धाम जान्छन् भनिएको छ। जानुहुन्छ आफ्नो धाममा, आफ्नो मूल तीर्थमा जानुहुन्छ। दुईटा धाम के यहाँ बताइएको छ, काशी र वृन्दावन। काशी र वृन्दावन छोडेर अरू सब धाम, जगन्नाथपुरी धाम, द्वारका धाम, रामेश्वरम धाम, अनि त्यसपछि बद्री धाम, सबै आफ्नो धाम फर्कनुहुन्छ भनिएको छ। किनभने धाम पनि मूर्तिमान रूपमा विराजमान हुनुहुन्छ कि। हेर्नुहोस् है, अब यो पुराणमा बताइएको र संसारमा जति पनि भक्तहरू हुनेछ, हरिभक्त, वैष्णव, पवित्र ब्राह्मणहरू, उहाँहरू पनि भगवानको धाम जानुहुनेछ। र संसारमा को हुन्छन् भन्दाखेरि अब पापी, अपराधी, म्लेच्छाहरू हुनेछ। संसारमा पुरै पाप अपराधमा पुरै चुर्लुमा डुबेको हुन्छ, जतासुकै महापाप, कहीँ कतै धर्म, कहीँ कतै भगवानको भक्ति पूजा, कहीँ एउटा रौँ जति पनि हुँदैन हो। त्यस्तो बेलामा पाप र अत्याचार चरम चुलीमा पुग्छ। अनि भगवान कल्की आउनुहुन्छ र सबैलाई समाप्त पारिदिनुहुन्छ भनेर शास्त्र पुराणमा यो भविष्यवाणी गरिएको छ। त यो पुराणको जुन भविष्यवाणी छ, यो पुराणको भविष्यवाणी अनुसार 2032मा कलियुगको अन्त छैन भन्ने यो सङ्केत हामीहरू देख्न सक्दछौँ। तर त्यो भन्नुको मतलब फेरि अच्युतानन्द दासजी महाराजको भविष्यमालिका गलत हो भन्ने पक्षमा पनि म छैन। किन भन्दाखेरि उहाँ भगवान जगन्नाथका भक्त हुनुहुन्छ र उहाँले जुन ओरिजिनल भविष्यमालिका लेख्नु भएको छ, त्यो ओरिजिनल भविष्यमालिका भने अझै पनि गुप्त छ है। हेर्नुहोस्, अब यति महत्त्वपूर्ण प्रसङ्ग, कलियुगको अन्तको बारेमा लेखिएको एक कुरा छ त्यहाँ। त्यस्तो सेन्सिटिभ बुक, त्यति गम्भीर ग्रन्थ कहिले पब्लिकको पहुँचमा हुन्छ होला त हैन? तपाईहरु आफै कल्पना गर्नुहोस् न, पब्लिकको पहुँचमा छैन त्यो ग्रन्थ पब्लिकले पाउनै सक्दैन। ओरिजिनल चाहिँ आदरणीय महानुभाव, आजको यो प्रसङ्ग सुनेर तपाईँहरूले के बुझ्नुभयो कृपया आफ्नो कमेन्ट्समा लेखिदिनु होला। र तपाईँहरूलाई म सदा चाहिँ त्यही एउटा कुरा फेरि पनि दोहोऱ्याएर भन्दछु, जेसुकै होस्, कलियुगको अन्त होस् नहोस् अथवा विनाश आओस् नहोस्, सधैँभरि एउटा मन्त्र याद गर्नु होला कि भगवानको भक्ति, भगवानको नाम, भगवानको शरणागति त्यो सधैँभरि गरिरहनु पर्छ। किन भन्दाखेरि जीवन त अहिले पनि अन्त हुन सक्छ, कुनै पनि बेला जीवनको अन्त हुन सक्छ। परीक्षित महाराज 7 दिनसम्म बाँच्नु भयो, तर हाम्रो लागि अब 7 मिनेटको समय पनि नहुन सक्ला। जीवन त ठेगान छैन नि, कर्कलाको पातको पानी हो। त्यस कारणले गर्दाखेरि यो निश्चय नभएको जीवन, अनिश्चित जीवनमा हामीहरूले भगवानको भक्ति गर्नुपर्छ, नाम जप गर्नुपर्छ, भक्ति गर्नुपर्छ। भले कलियुगको अन्त होस् नहोस् त्यो कुरामा ज्यादा चिन्ता दिनुहुन्न, चिन्ता गर्नुहुन्न। भएछ भने पनि भगवानको यहाँ त्यही बताइएको छ। ल हेर्नुहोस्, भगवान के बताउनु, श्रीकृष्ण मेरो भक्त चाहे धाममा शरीर त्याग गरोस् चाहे धामभन्दा बाहिर, मेरो भक्तको मरण सधैँभरि महिमाशाली हुन्छ भनेर बताउनुहुन्छ। मैले बिराली र बिरालीको बच्चाको उदाहरण मैले पहिला पनि बताएको थिएँ, तपाईँहरूले सुन्नुभएको होला। बिरालीले आफ्नो बच्चालाई पनि दाँतमा टोक्छिन् र मुसालाई पनि दाँतमा टोक्छिन्, तर दुईजनाको गति फरक फरक हुन्छ। मुसा अब उसको एकछिनपछि मृत्यु हुन्छ, बिरालीको बच्चा उसले जीवन पाउँछ, किनकि आमाले दाँतले टोक्या हुन्छ नि। हो त्यसै गरी भगवान पनि यो संसारमा कालो रूपमा आउनुहुन्छ र दुष्ट अधर्मीहरूलाई विनाशको मुखमा पुर्याइदिनुहुन्छ र भक्तहरूलाई सुरक्षित ठाउँ आफ्नो धाममा लिएर जानुहुन्छ भनेर शास्त्रमा बताइएको छ। त्यसकारण आदरणीय महानुभाव, आजको यो प्रसङ्ग यति नै। तपाईँहरूलाई आजको प्रसङ्ग मन परेको भने कृपया ज्यादाभन्दा ज्यादा फैलाइदिनु होला र साथसाथै तपाईँहरूलाई के लाग्छ आजको प्रसङ्ग, तपाईँहरूको एकदम जेन्युन कमेन्ट्स लेखिदिनु होला। जय जय श्री राधे भन्न चाहन्छु। 2032 भित्र कलियुगको अन्त नहुने सम्भावना हाम्रा शास्त्र पुराणबाट देखिएको छ। हरे कृष्ण, जय जय श्री राधे।